खोला त हो मानखोला गट्यौँ गाइज हामी फाइनली मैना पोखर पुगिसकेको छौँ यो त्यहाँ मैना पोखर चोक हो मैना पोखर चोकबाट यता अगाडि आएको छ यस्तो छ हालत हेर्नु त साइड ब्याग छ यतातिर यो कलेजको ब्याग भिरेर अनि कपडा लिएर आइसकेको छौँ यी यहाँ साथीहरू आएर त बसिसकेका छन् विप्ना यता आएर लिएर आइसक्यो हामी विप्नाको पसलमा बस्छौँ अब विप्नाको घर जान्छौँ विप्नाको पसलको आउनुलाई मैना पोखरमा केही हजुर एडभर्टाइज गरिदिन्छु म चोकभन्दा हल्का अगाडि छ है लगाइदिन्छु छ यतातिर यिनीहरूको म चाहिँ अब फेरि बस्दैन म फेरि एकदम खै के हो बस्न सक्दैन म चल्ने उफ्रिने मात्रै काम हुन्छ मेरो पुनः फेरि हामी आफ्नो यात्रालाई अगाडि बनाइरहेको छौँ एकदम ट्रेकिङमा आधा जस्तो लागिरहेको छ गाइज अब गइरहेको छौँ होइन उतातिर छ विप्नाको घरजारी रोड अनि अगाडि बाइक आएर सरी अनि पछि ल अब हामी अन द वे छ गाइस तर यिनीहरूले के गरेको हुनुहुने चाहिँ यस्तो हाम्रो प्लान अस्तिदेखि थियो होइन विप्ना घर आउने भनेर यस्तो अप्रिल फुल मनायो अप्रिल महिनामा एकदम फुल भइदियो कि म ए कलेजको होल्डिङ यस्तो ठाउँमा पनि छ कि एडभर्टाइज खत्रै हो नि म भएपछि होल्डिङमा अब पपुलर भइहाल्छ नि अनि पछि हेर्नु यस्तो ठगेका के यस्तो मतलब आयुष जाँदैन भनेर ठगेका है अनि जब कि यिनी आउने रहेछन् मलाई कलेजमा ठगे आज एक्जाम दिँदाखेरि यिनीहरूले म जाँदैन भनेर अनि एक्जाम हलमै अब नराम्रो लाग्यो लगाइज हेर्नु मैना पोखर जागी के हो यो जगतिया बाटो ओके ल आयो हामी जाँदैछौँ ल जाऊ जोस छ फेरि यिनीहरूको पनि हाउस द जोस हाई सर हो के आशिका हाउस द जोस हाई सर भन न कस्तो लाग्यो हाई सर आशिका हाउस द जोस अब यसलाई लाटिन भन के हो यो काट्ने होइन यसले त्यो बनाउने हाई सर भनेको हाई सर हाउस द जोस हाई सर अंक सर गाइस अब हेर्नु पुगिसकेको छौँ ल विप्नाको गाउँ हो है ए के गाउँ तिम्रो यो मैना पोखरको गाउँ त्यहाँ मैना पोखर चोकबाट भित्र आइसकेको छौँ अब हाम्रो डेस्टिनेसन चाँडै नै आउँदैछ गाइस फाइनली हामी आइसक्यौँ मेन डेस्टिनेसन यत्रो हिँडिसकेपछि रमाइलो गर्दै गाउँलाई एक्सप्लोर गर्दै फाइनली हामी आफ्नो डेस्टिनेसनमा आइसक्यौँ ऊ त्यो येल्लो कलर गरेर साइडको त्यो घर विप्ना आउने बित्तिकै थारू कम्युनिटी एक्सप्लोर गरेर करुवामा पानी खाइरहेछौँ यी यता यी पानी खाइरहेछ विप्नाले यतो गरिरहेछ म खान्छु करुवामा एक्सप्लोर गर्नुपर्छ थारू कम्युनिटी यस अहिले अब करुवाबाट पानी खाँदैछ नि बित्तिकै भुकर पनि भने जस्तै अब काँक्रा खाइरहेको छौँ अर्ग्यानिकै घरमा फलेको एकदम कुनै पनि रासायनिक मलको प्रयोग नगरेको होला बच्चाहरू विप्नाको मम्मी यता फाइनली विप्नाको घरमा आइसक्यौँ अब माथि आएर कपडा सपडा राखिसकेको छौँ बाबुहरू यी हो यहाँ चाहिँ परेवा घर रहेछ रोक्नु है म देखाउँछु त्यहाँदेखि कस्तो उड्राहरू खेत दामी यहाँ परेवा पाल्नु भएको रहेछ के ल अब लुगासुगा चेन्ज गरेर तल झरिसकेको छौँ अब हामी चाहिँ सबै आफ्नो कामसाम भ्याइगयो यी आइस अब चाहिँ यस्तो बाहिर निक्लेर टक्क गाउँसम्म टिकटक बनाएर अनि खाएर आउँछौँ बाख्रालाई हट हट भन्छ यस्तै हट ल बस अब एकदमै रमाइलो हुँदैछ है अर्ग्यानिक अब यस्तो केही बाहिर साहिर गाउँ घुमेर आउँ अनि त्यही पनि खाऊँ घुमौँ सुमौँ भनेर निक्ल्यौँ हेर्नु गाइस खाना खाली बिर्सिहाल्छौँ कि भिडियो बनाउन भोकको अगाडि केही पनि लाग्दैन नि त अब अलिकति हेरिहाल्नु यही हो भोलि आउँछ त स्पेसल लास्ट गर्ने भिडियो खाइहाल्यो कि हिँडिएको छ मोबाइल ल्याउ नि त यता हो हेर ल गाउँबाट आज घुमेकै छ अब जे होस् एउटा खेतमा गएर फोटो खिच्नु छ कि अँधेर हुन लागेको गाइस पानीपुरीको खाइसकेपछि अनि गाउँसम्म घुम्दै हल्का फोटो सुट गर्दै अनि फेरि यहाँ एउटा फेमस हुनु रहेछ एउटाको समोसा पसल भन्ने यहाँ मैना पोखरमा विप्नाले भन्यो अनि त्यसपछि अब त्यति भनेपछि त छुट्ने कुरै हुँदैन स्पेसली अब खानेकुरा पनि बिल्कुल त्यही भएर धेरै खाने एउटा खाइरहँ अनि पानीपुरी धेरै खाइयो अब यही हो गाइस अब म भ्लग्स पनि यहीँ एन्ड गर्छु आजको हेर्नु होला र भोलिको बाँसगढीको भ्लग्सको लागि वेट गर्नु होला
मेरो प्रोफेसनल ग्लग हुन्छ क्या बिल्कुल धमाकेदार धमाकेदार टिकटक सहित आउँछ ल बाई बाई थ्याङ्क्स फर वाचिङ बाई बाई गुड बाई